कने थासन थासे खना चोंगुदु कोरोना थौ कने थासन थासे खना चोंगुदु कोरोना यो कोही पासपी चना चोंगुदु ज्ञाना। हजुर जुजुलपा नमस्ते ठुगुइले छिस न्याना चना दिगुदु थोख नेपाल भाषा एकाडेमिया नीति अनक मिडिया प्रालिया निबोया भाषा साहित्य व संस्कृति या स नेवा एफएम 106.6 मेगाहर्ज अनलाइन पाखे न्याना चंगु छिमी सज्या योजना जे अनिता छिकमिनगु न्यानिसा वया चनगदु ठगादासा अले ज्याकुठी पाखे जिटा प्राविधिक रूप भाषा सराना न ग्वालेना चना दिगुदु ट्वा ट्वाले ठ्याठासे अले देश विदेशे चना थके दुगु कला सिप छला थिथि विशेष जयना वया चना देपी छिमिसा तखे पिन्त मसिका ब्या वया चनगु हे छिमिसा ज्याजो ख अले थुगु ज्याजोले अजापि हे मिस तके पिन्स याना वया चंगु ज्याया बारे अले वेक अप इनके दुगु अनुभव या खत संघर्ष या बाखत छिस वेक अप इना प खलबल याना न न्यंका वया चनगु दो नाप नाप अठ्याठासे जुगु घटना या त कया समसामयिक विषय या त न कया छिस ज्याजो न्याका हे वया चनको ख थथे ज्याजो न्याकेगु झोले झिनेनामी पासपिनगु इनापे वेक पिनगु इनाप ठौजी ठासन थासे जुया चोंगु थुगु कोरोना भाइरस संक्रमित जुया चोपी झि मिस तके पिनगु न छुन खन्यका दिया नीति न वेक पिनस इनापे ना दिगु ख अथे ज्या वेक पिनगु इनाप या त हे मनतुना ठौजी छिकपिनगु न्यानी कोरोना भाइरस संक्रमित जुया अलि पु वंकल लने ढुंगो म छिमिस तके या त ठौजी छित नाप्लके तेना गदो एजु साना ठौजी छित वेकयु नान वेकयु ना अलि वेकयु ठ्या चाहिँ ठौ चाहिँ जिता मखुगो जे वेकयु वेक छिमिस तके न प ठौ वेकयु पति अनुभव जग क्यागु जी वेक गन्चना दि अलि वेकयु ना छुख ठौ चाहिँ थुगु ज्याजोले छिस मढ्या लिपलिपा अठे जुल टगा डाल्ला सन ठ्यागु पक्का हेजु हेलो हेलो हजुर नमस्कार दी नमस्ते हजुर आरामै हुनुहुन्छ हजुर आरामै ए हजुरलाई स्वागत छ है झिमिसा कार्यक्रममा हजुर धन्यवाद अनि हजुरको दिन अहिले कसरी बित्दैछ दिदी हजुर के गर्नु र अब यसै बस्ने अब सानो व्यवसाय छ म दिउँसोमा जान्छु अनि बेलुकी राति 10 बजे 9 देखि 10 बजे भित्रमा म घर फर्किन्छु ए अनि हजुरलाई चाहिँ आज हामीले यो नेवा एफएम 106.6 मेगाहर्जका श्रोताहरू लगायत फेसबुकका साथीहरूले चाहिँ धेरै साथीहरूले चाहिँ यो कोरोना भाइरस संक्रमित भइसकेका हाम्रा दिदी बहिनीहरू कोही हुनुहुन्छ भने उहाँहरूको अनुभव सेयर गराइदिनु हामी पनि सतर्क हुन पाउँछौँ कि भन्नुभएको कारणले आज हामीले हजुरलाई सम्पर्क गरेका छौँ हजुर हजुर अनि हजुरलाई चाहिँ वास्तवमा यो कोरोना संक्रमित भनेर हजुरले कसरी थाहा पाउनुभयो यो विषयमा थोरै बताइदिनुस् न हजुर मलाई सबैभन्दा पहिला त मलाई ज्वरो आयो हजुर हजुर ज्वरो आयो अनि त्यसपछि 2 दिन ज्वरो आयो हजुर अनि त्यसपछि 3 दिनसम्म लगातारै जिउहरू दुख्ने टाउको दुख्ने भयो तर मलाई चाहिँ सधैँ जस्तो फ्लू भइरहन्थ्यो कि वर्षेनी एकचोटि यस्तो भइरहन्थ्यो तर पनि त्यस्तै हुन्थ्यो हजुरलाई अब यो कोरोना भनेर अब सबैजनामा यहाँ फैलिरहेको भएर यो पनि हो कि भनेर मलाई मनमा त्यस्तो लाग्यो अनि टेकुमा म चेक गर्न गएँ हजुर अनि 6 दिनको दिनमा चेक गर्न जाँदा चाहिँ त्यहाँ 7 दिनको दिनमा चाहिँ मलाई कोरोना पोजिटिभ भनेर स्वास्थ्य विभागबाट भन्नुभयो हजुर अनि त्यसपछि मैले अब के गर्ने भनेर हामी घरमा कुराकानी भयो उहाँले के भन्नु भने स्वास्थ्य विभागबाट तपाईलाई कोरोना पोजिटिभ भएछ तपाईले चाहिँ आइसोलेसनमा बस्न चाहनुहुन्छ भने हाम्रो सरकारी आइसोलेसन 3 ठाउँमा छ दहचोक भक्तपुर अनि कीर्तिपुरमा 3 ठाउँमा छ जहाँ जान मन पर्छ त्यही जानुस् भनेर भन्नुभयो अनि त्यसपछि मैले ठिकै छ हामी सल्लाह गर्छौं भनेर एकछिनमा हामी बुढाबुढी सल्लाह गर्यौं अनि त्यसपछि
जाने निर्णय गरेँ मैले। हजुर अनि फेरि फोन गरेर कुराकानी गरेपछि मलाई 3-4 घन्टामा मलाई लिन आउनुभयो। अनि म गएर म 6 दिनको दिनदेखि नै म त्यहाँ गएर कीर्तिपुरको आइसोलेसनमा गएर बसेँ। हजुर म त्यहाँबाट कति 12 दिनको दिनमा निको भएर घर फर्केको थिएँ। हजुर अनि दिदी हजुरको चाहिँ हजुर। हजुरलाई मात्रै यो संक्रमित भनेर भएको कि परिवारमा अरू कोही पनि हुनुहुन्थ्यो कि कस्तो? छैन, कोही पनि छैन। अरू सबैजनालाई नेगेटिभ आयो। हजुर कसरी भन्नाले म त्यहाँ गएपछि लगभग 10 दिनको दिनमा चाहिँ यहाँ पनि चेक भयो, उहाँहरू पनि टेकुमै गएर चेक गर्नुभयो। हजुर अनि मलाई पनि त्यही आइसोलेसनमै चेक गराइयो। त्यसपछि 10 दिनको दिनमा 12 दिनको दिनमा मलाई रिपोर्ट आयो। हजुर अनि त्यसपछि 12 दिनको दिनमा रिपोर्ट आएपछि अनि नेगेटिभ आयो। अनि त्यसपछि म खुसी भएर घर फर्किएँ। भनेपछि 10 दिनमा हजुरको नेगेटिभ रिपोर्ट आएको? हजुर 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 के भन्नुभयो? हजुरको रिपोर्ट चाहिँ नेगेटिभ कति दिनमा नेगेटिभ रिपोर्ट देखाइएको थियो? ए म चाहिँ त्यही त म यहाँबाट गएको 6 गतेमा गएको। हजुर 7, 8, 9, 10, 11, 12, 13, 14, 15 गतेमा मलाई 16 गते मलाई चेक भयो। हजुर होइन 15 गते चेक भयो। अनि 16, 17 गतेमा चाहिँ मलाई रिपोर्ट आयो 12 दिनको दिनमा। 10 दिनको दिनमा चेक भयो, यहाँबाट गएको 10 दिनको दिनमा चेक भयो। हजुर 12 दिनमा रिपोर्ट आयो। 12 दिनको दिनमा म घरमा फर्केको। हजुर हजुर अनि हजुर दिदी अब जस्तै कि तपाईँ त्यहाँ अब कीर्तिपुर अब तहचोक भक्तपुर अनि यो कीर्तिपुर आइसोलेसन सेन्टर तीनटा मध्येमा हजुरले कीर्तिपुर नै छान्नु भएको कारण चाहिँ किन होला त्यसमा? हजुर मलाई त्यहाँको ग्रिनी एरिया मलाई मन परेको। हजुर अनि त्यहाँ चाहिँ अलिकति खुल्ला अनि त्यस्तो लाग्यो। अनि मलाई हुनुभन्दा अगाडि पनि त्यहाँनिर म एकचोटि म भिजिट गर्न गइरहेको थिएँ कि। हजुर पहिला पनि म यो त्यहाँ कस्तो एरियाहरू थाहा भएको भएर मलाई त्यो एरिया नै राम्रो होला जस्तो लाग्यो कि। हजुर त्यहाँको वातावरण हजुरलाई राम्रो लाग्यो? अनि ग्रिनी एरिया भएको भएर हजुर खासमा वरिपरि धेरै झ्याउ मतलब उहरू छैन, हल्ला नभएको, धेरै हल्ला नभएको अलिक आनन्दको एरिया भएको भएर मैले त्यही नै रोजेको। ए हजुर अनि हजुरलाई चाहिँ मैले के पनि सोध्न चाहे भने किनभने आज हजुर एउटा कोरोना संक्रमित भएर पूर्ण रूपमा हजुर चाहिँ निको भएर घर पुगिसक्नु भएको यो अवस्थामा कति महिला दिदी बहिनीहरू पनि त त्यो ठाउँमा त थियो नै हैन? मैले अब अस्ति डाक्टरसँग पनि मैले सल्लाह गर्दाखेरि लगभग त्यहाँ 550 जना चाहिँ त्यहाँ अहिले चाहिँ भर्ना भइसकेको हाम्रो कोरोना संक्रमितहरू हुनुहुन्छ भनेर भन्नुभयो। त्यो मध्येमा पनि हाम्रो महिला दिदी बहिनीहरूसँग कतिजनासँग कुरा गर्न चाहे तर उहाँहरूले बोल्नु भएन त्यहाँ चाहिँ। त्यसै अब आज हजुर चाहिँ सबैजनाको प्रतिनिधित्वमा त्यहाँबाट बोल्दै हुनुहुन्छ भने अरूहरू पनि त्यहाँ कस्तो कस्तो लक्षणहरू भएकाहरू पनि तपाईँले देख्नुभयो? तर मलाई त कस्तो लाग्यो भने त्यहाँनिर जति पनि जानुभएको छ नि म हुने पिरियडमा हजुर त्यति बेला चाहिँ जति जानुभएको छ उहाँहरूलाई चाहिँ कसैलाई पनि बिरामी भएको मैले देखिनँ। हजुर एकदमै सबै तन्दुरुस्ती हुनुहुन्छ। अलिकति ज्वरो आउने, टाउको दुख्ने यताउति केही पनि भएको लागेन। तर म आफू बसेको रुममा चाहिँ एकजना बहिनी चाहिँ अलिकति उहाँले चाहिँ अलिक के टाउको अलिकति दुखेको जस्तो छ भन्दै हुनुहुन्थ्यो। म जाने दिनको कुरा, त्यसपछि अर्को दिनदेखि चाहिँ उहाँले पनि राम्रो भयो, मलाई ठिक छ भन्नुभयो। त्यसले गर्दा मलाई खासै त्यस्तो बिरामी मान्छे एकदम बिरामी भएर अशक्त भएर धेरै ज्वरो आएर धेरै जिउहरू दुखेर बसिरहनु भएको मैले कसैलाई पनि देखिनँ। त्यहाँ मैले जति पनि देखेँ सबैजनासँग हामी कुराकानी पनि गऱ्यौँ होइन, तपाईँलाई के भएर आउनुभयो कस्तो यताउति हामी एकअर्कामा कुराहरू सेयरहरू भइरहन्थ्यो। तर उहाँहरूले चाहिँ कसैले पनि यस्तो दुखेर आएँ यस्तो केही पनि भन्नु भएन। अब हामी अफिसमा यसरी हामी सबैजनालाई एकजनालाई कोरोना भयो अनि अरूलाई पनि चेक गर्न लगायो अनि यस्तो त्यही क्रममा हामीलाई पोजिटिभ आएको भएर आएको भन्ने चाहिँ धेरै भेटेँ मैले त्यहाँ। तर चाहिँ खासै त्यस्तो एकदमै दुखेर सुतेको त्यस्तो मैले देखेन।
त्यहाँ जति पनि हुनुहुन्छ धेरै सबै नै हेल्दी नै देखेँ कि मैले। हजुर, यो भनेपछि कोरोना अलि भएर चाहिँ एकदम जटिल अवस्थामा चाहिँ सन्चो आउनुभएको नभएर थिएन। बसेको देखिनँ। हजुर हजुर हजुर, भनेपछि त्यहाँ अब अलिकति धेरै गाह्रो, जस्तै कि अब हामीलाई हरेक क्षणहरू यो फोन गर्दाखेरि पनि कोरोनाको लक्षण यस्तो यस्तो गर्नुपर्छ भनेर हामीलाई भनिराखेको त्यो अवस्था चाहिँ हजुरले चाहिँ त्यहाँ देख्नु भएन? देखेन, मैले देखेन। त्यहाँनिर जाने जे जति हुनुहुन्छ उहाँहरू सबै नै तन्दुरुस्ती नै हुनुहुन्थ्यो उहाँहरू। अनि मलाई अचम्म लाग्यो कि किन होला यस्तो, यो कोरोना पोजिटिभ देखिएपछि अब यहाँ आइसोलेसनमा आइसकेपछि अब कोही कोही त एकदमै कस्तो चिन्ता गरेर त्यस्तो उहाँहरूले चाहिँ जिउ दुखेको टाउको दुखेको फिल गरेको होला जस्तो लाग्यो मलाई। तर खासै त्यस्तो एकदम ज्वरो आउने अब सिटामोल खाइरहनु पर्ने त्यस्तो चाहिँ मैले देखिनँ। त्यहाँ चाहिँ एकदमै राम्रो नै स्थितिको सबैजनालाई त्यस्तै देखेँ मैले। त्यसले गर्दाखेरि हजुर मलाई चाहिँ एकदमै यो कोरोना सम्बन्धी चाहिँ म आफूलाई पनि धेरै गाह्रो नभएको भएर होला, मलाई धेरै जो दीर्घ रोगी हुनुहुन्छ उहाँहरूलाई चाहिँ निकै नराम्रो दुःख दिन्छ होला होइन। नभएदेखि चाहिँ अलिकति हेल्दी अब त्यस्तो अरू खालको रोग नभएको जो हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ नर्मल रुगाखोकी जस्तै लाग्यो मेरो विचारमा। रुगाखोकी जस्तै लाग्यो। अब उहाँहरूले तातो पानी पिउने, बेसार पानीहरू पिउने, अनि बाफ लिने, अनि त्यसपछि सुपहरू प्रशस्त पिउने गर्नुभएको खण्डमा चाहिँ उहाँहरू चाहिँ छिटै निको हुनुहुन्छ जस्तो लाग्यो मलाई। हजुर, अनि हजुरले चाहिँ जस्तै कि अब 12 दिनको दिनमा हजुरले निको भएर त्यहाँबाट निस्किनु भयो भने हजुरलाई चाहिँ त्यहाँ उपचार चाहिँ कसरी गराइएको थियो? कुन पद्धतिबाट कसरी तपाईँहरूको उपचार बिहानदेखि बेलुकासम्म हजुरले के गर्नुहुन्थ्यो? त्यो दिनचर्याको बारेमा थोरै बताइदिनुहोस् न। ए हजुर, के हुन्थ्यो भने अब बिहान उठ्ने बित्तिकै अब आफ्नो टोयलेट जाने यताउति त भइहाल्छ। आयो, अनि आएपछि हामीलाई 7 बजे 7:15 चाहिँ हामीलाई 7:15 8 7:30 देखि 8 बजे भित्रमा हामीलाई खाजा उपलब्ध हुन्थ्यो होइन। अनि खाजामा चाहिँ अब यही के भन्छ चनाहरू, तरकारीहरू, अनि अन्डा चाहिँ डेली नै हुन्थ्यो अन्डा है। त्यहाँ हुनुभएको सबैजनालाई अन्डा डेली उपलब्ध हुन्थ्यो। अनि त्यसपछि चिया पिउनेलाई चिया हुन्थ्यो। अनि त्यसपछि त्यसको सँगैमा त्यो खाइसकेपछि हामीलाई आयुर्वेदिक 2वटा सानो सानो गोली आयुर्वेदिक औषधि दिनुहुन्थ्यो होइन। त्यो खाजा खाइसकेपछि त्यो आयुर्वेदिक औषधि खायो। त्यसपछि चाहिँ अनि हामी त्यति खाएपछि अब बस्ने, गफसफ गर्ने यताउति, अनि तलपट्टि त्यो म्युजिकहरू लगाइदिने, अनि हामी सबैजना डान्स गर्ने, आफ्नो आफ्नो रुमको बाहिर निस्केर डान्स गर्ने, अथवा कोही चाहिँ एक ठाउँमा भएर तर नछुइकन अलग अलग एकदम डिस्टेन्समा। त्यहाँ पनि सोशल डिस्टेन्समै बस्नु भयो? हजुर हजुर हजुर। हेलो हजुर भन्नुहोस् त। त्यहाँ पनि हजुरहरू सोशल डिस्टेन्समै बस्नु भएर नै उपचार गराउँदै हुनुहुन्थ्यो? हजुर हजुर हजुर, हामी सोशल डिस्टेन्समै बस्यौँ। हामी चाहिँ एकअर्कालाई कहिल्यै छुएनौँ। एकदमै हामी टाढा टाढा बसेर हाम्रो आफ्नो आफ्नो सामान युज गऱ्यौँ। त्यहाँको सबै कुराहरू धेरै राम्रो लाग्यो मलाई। सरकारी हो तापनि एकदमै उहाँहरूको टेक केयर एकदमै राम्रो थियो। अब बिहानमा त्यसरी खाजा खाएपछि औषधि खायो, अनि त्यसपछि हामीलाई सबैजनालाई अब रमाइलोको लागि म्युजिक बजाइदिनुहुन्थ्यो, अनि हामी सबैजना डान्स गऱ्यो, यताउति गऱ्यो होइन। अनि त्यसपछि हाम्रो 11 साढे 11मा खाना खाने टाइम हुन्थ्यो। खानामा पनि हाम्रो सबै कुराहरू उहाँहरूले चाहिँ चटनी अचारदेखि लिएर दाल भात तरकारी मासु पनि दिनको हप्ताको 2 दिन 3 दिन मासु पाउने है। भेज खानेले चाहिँ मसरुम पनिर पाउँथ्यो। अनि खानेकुराको पनि धेरै राम्रो व्यवस्था थियो त्यहाँ। अनि बस्नलाई पनि राम्रो थियो। अनि तपाईँको प्रत्येकजनालाई एक एकवटा थर्मस थियो तातो पानीको लागि। अनि त्यसपछि आएर खाना खाइसकेपछि अनि फेरि दिउँसोको हाम्रो खाजा हुन्थ्यो होइन। 3:30 कहिले 2:30 3 3:30 यति 1 घन्टाको पिरियडमा हामीलाई खाजा दिनुहुन्थ्यो। खाजा दिएपछि त्यति बेला पनि फेरि 2 गोली औषधि दिन्थ्यो। त्यो यो चाहिँ हाम्रो आयुर्वेदिक औषधि। बिहान हामीले खाजा खाएपछि खाएको औषधि, दिउँसो पनि खाजा खाएपछि खाने 2 गोली दिन्थ्यो। अनि त्यसपछि चाहिँ हाम्रो बेलुकीमा हामी चाहिँ दिउँसो त्यो पिरियडमा खाली पिरियडमा हामीले
बेसार पानी अनि ज्वानो अनि अदुवा राखेर हामी एक ठाउँमा मिक्स गरेर पानी उमालेर हामी जतिवटा रुममा छ हामी रुममै बसेर हामी त्यो पानी पिउँथ्यौँ। अनि त्यसपछि तपाईँको त्यो गर्दा गर्दै अनि अब रात हुन्थ्यो। रात भएपछि अब 6 साढे 6तिर फेरि म्युजिक बज्थ्यो अनि हामी फेरि आफ्नो डान्स गर्ने रमाइलो गर्ने गर्थ्यौँ। अनि त्यसपछि हामीलाई 8 बजेतिर फेरि बेलुकीको खाना 7:30देखि लिएर 8:30सम्म भित्रमा चाहिँ हामी खाना खान पाउँथ्यौँ होइन। खाना खाइवरी गऱ्यो अनि हामी सुत्ने बेलामा हामीलाई चाहिँ एक गिलास दुध हामीलाई बेसार राखेर एक गिलास दुध उपलब्ध थियो। हामीलाई सबैजनाले एक गिलास दुध पिउँथ्यौँ। अनि त्यति बेला हामीले फेरि आयुर्वेदिक औषधि पनि दुई गोली आयुर्वेदिक औषधि गरेर दिनको 3 टाइम हामी यसरी खाने गरेको थियौँ त्यहाँ। अनि यसरी नै डेली हाम्रो यस्तै यही हो रुटिन होइन। अनि हामी यसरी नै खाएर मलाई त कति गएको 3 दिनमै मलाई धेरै जाति भएको थियो। मलाई जिउ दुख्ने टाउको दुख्ने थियो तर 3 दिनमा मलाई एकदम ठिक भयो। 3 दिनपछि चाहिँ म 9 गतेदेखि म धेरै फ्रेस थिएँ। त्यसपछि चाहिँ 16 गतेसम्म भयो। 17 गतेको दिनमा चाहिँ मैले मेरो नेगेटिभ आयो। 15 गतेको दिनमा मेरो चेक भयो। 17 गतेको दिनमा नेगेटिभ आयो मेरो आफ्नो के भन्छ रिपोर्ट। अनि म 17 गतेको दिनमा म घर फर्केको थिएँ। धेरै जोस त्यहाँको चाहिँ बसाई त्यहाँको चाहिँ सबैजनाको टेक केयर धेरै राम्रो मलाई एकदमै राम्रो लाग्यो। मलाई एकदमै धन्यवाद दिन मन लागिरहेको छ होइन। सरकारलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद। हामी जस्तो कति छौँ होइन। अरू आइसोलेसनमा त कस्तो छ मलाई थाहा भएन। जहाँ म बसेँ नि कीर्तिपुरमा एकदमै राम्रो छ। त्यहाँ चाहिँ मलाई एकदमै राम्रो लाग्यो होइन। त्यसले गर्दाखेरि जोस त्यहाँ बस्दासम्म चाहिँ हामी घरकै तिर्सना मेटाउने खालको थियो त्यहाँको वातावरण सबै। त्यसले गर्दाखेरि एकदम केयर पनि धेरै राम्रो गर्नुभयो उहाँहरूले होइन। अनि जोस निको भएर घर फर्किन पाइयो। अनि त्यहाँ हुनुभएको सबैजना नै निको भएर घर फर्किँदै गर्ने फेरि नयाँ आउने क्रम त त्यस्तै चलिरहेको अहिलेसम्म पनि त्यस्तै छ होला होइन। मैले त अहिले त सोधेको छैन त्यहाँतिर तर त्यस्तै छ होला भन्छु मैले। मलाई धेरै राम्रो लागेको। दिदी हजुरसँग एकछिनपछि हामी फेरि कुराकानी गर्ने नै छौँ। अहिले हामी थोरै विज्ञापन राखौँला है त। हजुर हस् नेनामी भाजुमेजु ठुगोइले छिसँग नेना चनादेखो नेवा FM 106.6 मेगाहर्ज अनलाइन पाखी न्याना चंगु छि मिसा ज्याजो अले थुगु ज्याजोले थौची कोरोना संक्रमित ज्यान लना छि आराम कया चना दिम छमछि मिसा तके या त थौजी नाप्लाका चनको जुल अले वेकन भोगेना दिगु अनुभव त ठौ वेकन सियरेना दिगु ख अतिज्या वेकया ना अले वेकया थ्या ठौजी मठ्या लिपा अठे जुल्या ठाल्ला छ पक्कन ठ्या गुन जुएजी आइदा रास छिगु न्यानी बचागगु दिपा तेतेना गुदु बचागगु दिपालिपा हाकन छकछिता लस्कु स्याना छना छिकपिनगु हे इनापे थौजी कोरोना संक्रमित जुया फुवंका लना थौ छे आराम कया चना दिम छि मिसा तके त थौजी नाप्लाका चनको जुल अथिज्या वेकन पठौ छि साहकन खलबल या पाखे वनी हेलो हेलो हजुर दिदी अघि हामी कुरा गर्दै थियौं हैन अब हजुरले भन्नुभयो अब त्यहाँको अलि हरेक अवस्थाहरू राम्रो नै थियो परिवारलाई नै अलिकति अब याद नआउने तरिकाले नै त्यो माहौल पनि बनेको थियो भनेर त भन्नुभयो तर पनि थोरै त हजुरलाई परिवारको त याद आयो होला परिवारहरूले के कसो भयो भनेर हजुरलाई त खबर गर्दै अपडेट त भइराखेको होला त्यो विषयमा कस्तो भयो हजुरलाई थोरै सुनाए हजुरमा परिवारमा को हुनुहुन्छ कसरी हजुरको बारेमा ककले कसरी सोध्दै रहनु भयो त्यो विषयमा थोरै बताइदिनुस् न ए हजुर मेरो परिवारमा मेरो श्रीमान हजुर एउटा छोरी एउटा छोरा हुनुहुन्छ उहाँहरू त एकदमै अपडेटमै रहिरहनुहुन्थ्यो जहिले पनि बिहान खाजा खानेदेखि लिएर खाना खाने दिउँसो खाजा खाने बेलुकी खाना खाने सुत्ने बेलासम्म उहाँहरूले चाहिँ कल गरिरहनुहुन्थ्यो के छ कसो छ भनेर सोधिरहनुहुन्थ्यो यहाँको मेरो स्थिति अनि त्यहाँ भएको सबै कुराहरूको बारेमा मलाई
सोधिरहनुहुन्थ्यो उहाँहरूले। हजुर त्यो त अब खबर त भइरहन्थ्यो, हजुर तर पनि कस्तो भने त्यहाँको माहौल एकदमै त्यहाँनिरबाट छोडेर घरमा आइहालौँ जस्तो मनमा लाग्दैन थियो कि, हजुर किनभने म आफू बिमारी भएर आएको छु, तर म जाति भएर जानुपर्छ भन्ने मलाई सोच त्यो हुन्थ्यो। हजुर र त्यहाँको माहौल चाहिँ त्यहाँको सबै कुराहरू हेर्दा समग्रमा भन्दा एकदमै के परिवार मतलब अब घर बिर्साउने टाइपको थियो कि, अब तैपनि त्यहाँ गएपछि धेरै कुराको समस्या हुन्छ कि भन्ने मनमा चाहिँ लागिरहेको थियो पहिला। हजुर पछि चाहिँ अब त्यहाँको एकदमै राम्रो लाग्यो, त्यसले गर्दा मलाई त्यस्तो फिल भएको थियो। तर सम्झना त किन नआउनु र, पछि चाहिँ निकै धेरै छिटै घर जानु पाए हुन्थ्यो जस्तो लागेको थियो मलाई, किनभने आफै पनि सन्चो भइसकेको थिएँ। अनि मलाई त्यहाँ चाहिँ अब धेरै लामो समय भएपछि 8-9 दिन भएपछि चाहिँ मलाई घरमा आउन चाहिँ मन चाहिँ लागिरहेको थियो। हजुर त्यहाँ त्यस्तो हुँदै पनि आफ्नो परिवारको त याद भइहाल्छ नि। अवश्य पनि जे होस्, अब जति पनि अब मिडियामा आइसोलेसन क्वारेन्टाइन यस्तो अवस्थामा छ, एकदमै दयनीय छ, यस्तो यस्तो हुन्छ भन्ने त्यो कुरा त्यो घटनालाई सुन्दाखेरि मान्छेहरू त पक्कै पनि अब आफू कोरोना सङ्क्रमित भए तापनि भएको भनेर पनि अगाडि फ्ल्यासमा आउन पनि डराएकोहरू धेरै हुनुहुन्थ्यो होइन? तपाईँ पनि त्यही हिसाबमा अलि डराउनु भयो, पछि चाहिँ त्यो ठाउँलाई देख्नु भएपछि तपाईँलाई चाहिँ अलिकति मनमा चाहिँ अझ आनन्द भयो? हजुर आनन्द भयो। मलाई पहिला म जति सोचेको थिएँ त्योभन्दा एकदमै विपरीत पाएँ त्यहाँ। हजुर कस्तो भने पहिला पहिला मैले रेडियोमा सुन्थेँ, टेलिभिजनमा हेर्थेँ, अनि सबै पत्र पत्रिका मिडियाहरूबाट सुनेथेँ अब आइसोलेसनमा चाहिँ निकै गाह्रो हुन्छ अरे, अब सबैजना एकै प्रकारको हुँदैन, त्यहाँ केयर पनि राम्रो हुँदैन यताउति भन्ने मैले सुनिरहेको थिएँ। तर मैले जति सुनेको थिएँ, मैले जति सोचेको थिएँ त्योभन्दा अलग्गै भिन्न खालको त्यहाँ मैले वातावरण पाएँ। अनि जस मलाई धेरै खुसी लाग्यो त्यहाँ आउनुहुने सबैजनामा पनि कस्तो भने अलिकति पनि नराम्रो कुरालाई लिएर धेरै नेगेटिभ सोच्नेहरू जो हुनुहुन्छ नि, उहाँहरूलाई चाहिँ मैले के भन्थेँ भने हामीले यतिको पाउनु भनेको त हाम्रो लागि अहोभाग्य हो, किनभने हामी आइसोलेसनमा बस्नै पर्ने हुन्छ। अनि आइसोलेसनमा नराम्रै भए पनि हामीले जसरी पनि बस्नु पर्थ्यो भनेदेखि यो त धेरै राम्रो ठाउँ छ, यहाँनिर चाहिँ धेरै किसिमको सुविधा छ, यति भएको भनेको धेरै राम्रो हो। जबकि त्यहाँनिर यस्तो खालको बिरामी मतलब पोजिटिभ भएकोहरू आउनु जानुभएको थियो कि उहाँहरूले चाहिँ बिहान बेलुकी दिउँसो खाना नपाउने, मतलब उहाँहरूको घरमा त्यस्तो खालको स्थितिकोहरू पनि हुनुहुन्थ्यो। उहाँहरू चाहिँ यति खुसी भएर है, यति खुसी भएर खाना खाने, यति खुसी भएर उ गर्ने। कोही कोही फेरि त्यस्तो हुनुहुन्थ्यो कि खाना चाहिँ यस्तो नराम्रो खाना भनेर फ्यालिदिने पनि 1-2 जना मैले भेटेँ होइन। तर उहाँहरूलाई पनि मैले के भने यसरी यहाँ आएर यतिको खाना खान पाउनु, यतिको खाजा खाना टाइम टेबलले सबै कुराहरू पाउनु भनेको त हामी अहोभाग्य हो हाम्रो। त्यसले गर्दाखेरि हामीले चाहिँ नराम्रो भन्नु हुँदैन, हामीले नेगेटिभ सोच्नु हुँदैन भनेर मैले उहाँहरूलाई पनि मैले कुरा गरेँ है। त्यसले गर्दाखेरि कस्तो हुन्छ भने अब त्यो त अब उहाँहरूले नबुझेरै त्यो गर्नुभयो होला जस्तो लाग्यो। 1-2 जनाले त खाना फ्याल्नु भयो अरे, खाजा फ्याल्नु भयो अरे भन्ने सुने, मेरो आँखाले त देखिनँ। मेरो साथी हामी कस्तो थियो भने एउटा रुममा हामी बसेको, हामी 5 जना थियौँ होइन। 5 जनामा चाहिँ 1 जना जानु पर्थ्यो खाजा खाना लिन होइन, हामी रोटेसनमा जाने गर्थ्यौँ। अनि उहाँहरूले मेरो साथीले जाँदा चाहिँ उहाँले देखेको रहेछ होइन। अनि त्यसपछि मैले चाहिँ त्यहीँनिर कुरा गरेको थिएँ कि यस्तो चाहिँ गर्नु चाहिँ राम्रो उचित होइन भनेर कुरा गरेको थिएँ। अब कसैलाई चाहिँ कस्तो लाग्ने, कसैलाई कस्तो लाग्ने, तर मेरो लागि त एकदमै राम्रो, मलाई त एकदम राम्रो लागेको। आइसोलेसन, त्यतिको आइसोलेसन पाउनु भनेको त हामी धेरै राम्रो, एकदमै राम्रो लागेको मलाई। तपाईँले वर्णन गर्नै नसकिने खालको राम्रो थियो, पक्कै पनि मलाई त्यस्तो लागेको। हजुर धेरै धेरै धन्यवाद छ हजुरले, किनभनेदेखि जुन हतोत्साहित भएर अब मनमा डर लिएर बसेकाहरूलाई पनि सान्त्वना दिने, त्यहाँको अब जस्तै कि खुसी हुने अनि अलि त्यसमा पनि दुःखी हुने मान्छेहरूको लागि पनि हजुरले त्यो ठाउँमा एउटा परिवारकै भूमिका निभाएर, दिदीबहिनीको भूमिका निभाएर उहाँहरूलाई सान्त्वना दिने, हौसला दिने त्यस्तो काम पनि गर्नुभएको रहेछ है। हजुरलाई धेरै धेरै धन्यवाद। अनि अर्को पनि मैले कुरा चाहिँ के गर्न चाहेँ भने आज हजुर चाहिँ एकजना मात्र होइन कि जति पनि कोरोना सङ्क्रमित भएर अहिले निको भएर घर जानुभएको छ उहाँहरूको प्रतिनिधित्वमा हजुरले बोल्दै हुनुहुन्छ।
है। हजुर मैले त्यही भएको कारणले गर्दाखेरि, किनभने अहिले यो कोरोना संक्रमित भइसकेको मानिसहरूलाई घर फर्केर जाँदाखेरि समाजले, परिवारले हेर्ने दृष्टिकोण नै फरक छ। यो कारणले हजुर गर्दाखेरि धेरै उहाँहरू चाहिँ अगाडि आउन चाहनुहुन्न र मलाई यस्तो हजुर कोरोना संक्रमित छ भन्ने पनि उहाँहरूले लुकाउनुहुन्छ कि, त्यो रोगलाई पनि हजुर लुकाउनुहुन्छ। त्यही भएर हजुर हजुरको त्यो समाजमा, परिवारमा चाहिँ कस्तो अवस्था छ त? अनि हजुरबाट त्यो हजुर मात्र नभएर अरू पनि जानुभएको उहाँहरूको पनि त तपाईँले पनि पक्कै त कुरा त गर्नुभयो होला, के कस्तो भयो हजुर भनेर पनि त्यो अँ, सल्लाह सुझाव त हजुर लिनुभयो होला। त्यो विषयमा हजुर थोरै कुरा बताइदिनुहोस् न। ए यस्तो छ, अब यो कोरोना भन्ने बित्तिकै मान्छेलाई एकदमै कस्तो, जसलाई लागेको छैन नि उहाँहरूलाई चाहिँ धेरै डर हुन्छ। उहाँहरूले चाहिँ कस्तो होला लागेपछि भनेर उहाँहरूले चाहिँ त्यो फिल चाहिँ गर्न सक्नुहुन्न कि। हजुर कोरोना भइसकेको मान्छेले जति फिल गर्यो उहाँहरूले चाहिँ फिल गर्न सक्नुहुन्न। कोरोना लाग्यो भने त हामी सिधै मर्ने रहेछ भन्ने खालको, त्यस्तो खालको दिमागमा हुन्छ। हजुर कोरोना लागेपछि मरेकाहरू पनि धेरै छन् होइन, नभएका होइनन्। तर कोरोना कस्तो मान्छेलाई लागेर मरेका हुन् भन्ने जस्तो लाग्छ भने मलाई, उम्, जसलाई चाहिँ दीर्घ रोगी हुनुहुन्छ, जो चाहिँ लिभरको रोगी, फोक्सोको रोगी, अनि फेरि अब तपाईँको किडनीको रोगी हुनुहुन्छ, जसलाई आस्थमा छ होइन, जसलाई चाहिँ अब सुगर छ, अनि फेरि अब डायबिटिज भयो, सुगरलाई नै डायबिटिज भन्छ। अनि फेरि अब यो के भन्छ थाइराइड भयो, यस्तो कुराहरू दीर्घ रोगी, पहिलेदेखिको रोग भएकोहरूलाई चाहिँ धेरै किसिमको रोग भएकोहरूलाई यो रुगाखोकी ज्वरो आउँदा हामीलाई कति गाह्रो हुन्छ नि। त्यो गाह्रो चाहिँ उहाँहरू पहिलेदेखि रोगी हुनुहुन्छ, त्यसमाथि ज्वरो आयो भने त तपाईँले पहिला पनि त हामीले भन्ने गर्थ्यौँ नि, ज्वरो आयो भने ल अब बाँच्ने चान्स छैन है, यसलाई त पहिलेदेखि यस्तो छ यस्तो छ भन्ने त हामीले भन्ने गर्थ्यौँ नि होइन र। हजुर हजुर तर अहिले आएर के भन्छ भने कोरोना भन्ने त्यही कुरालाई चाहिँ कोरोना भनेर नाम दिएको होला जस्तो लाग्यो मेरो विचारमा। हजुर जो चाहिँ धेरै रोगी हुनुहुन्छ उहाँहरूलाई चाहिँ लग्ने नै गरेको जस्तो देखेँ मैले। हजुर नभएदेखि चाहिँ जसलाई चाहिँ त्यस्तो ऊ छैन, बिमारी हुनुहुन्न, उहाँहरूले चाहिँ एकदमै ठिक छ। उहाँहरूले चाहिँ अब उहाँहरूको पानी, तातो पानी खाने, अनि बेसार पानी खाने, अनि बाफ लिने, तपाईँ टाइम टेबलमा सुपहरू खाने, फ्रुटहरू, खानाहरू प्रशस्तै राम्रोसँग खाने गऱ्यो भने उहाँहरूलाई चाहिँ 2-4 दिनमै निको हुने त्यस्तो पनि देखेँ। तर यो चाहिँ कोरोना भन्ने बित्तिकै, यो कोरोना लागेको भनेर भन्ने बित्तिकै त्यो माहौल, त्यो चाहिँ समुदायमा चाहिँ तपाईँलाई यस्तो नराम्रो दृष्टिकोणले हेर्ने कि उहाँहरूको घर पनि छुइन्छ कि जस्तो गरेर, घरतिर नभइकन पल्लो साइडबाट हिँड्ने गरेकोहरू चाहिँ मैले धेरै देखेँ। हजुर त्यसले गर्दाखेरि मलाई पनि भन्नु मन लागेन, मलाई यस्तै कोरोना लागेको भनेर मैले छिमेकीहरूलाई पनि भन्नु मन लागेन। मेरो घरको हालत पनि त्यस्तै हुन्छ भन्ने मलाई लाग्यो, अनि त्यसपछि मैले भनिनँ होइन। हजुर अनि जोस् म निको भएर पनि आएँ। अहिले पनि मैले त्यसरी सेयर गरेको छैन, यसरी भयो भनेर। कसैले कुरा गर्नुभयो भने तपाईँहरू यसरी बेसार पानी खानुहोस्, यसरी रेस्ट गर्नुहोस्, यताउति चाहिँ म भन्ने गर्छु। तर चाहिँ मैले यसरी भनेको छैन। समुदायमा त हाम्रो कोरोना भन्ने बित्तिकै उहाँहरूले चाहिँ एकदम नेग्लेक्ट चाहिँ गर्नुहुन्छ। परिवारमा त हाम्रो नेग्लेक्ट हुँदैन, किनभने थाहा छ उहाँहरूलाई सबै कुरा थाहा भएको भएर हुँदैन। हामी चाहिँ अलिक डिस्टेन्समा बस्ने, डिस्टेन्समा उ गर्ने भए पनि, तर समुदायमा, छर छिमेकमा चाहिँ एकदमै तपाईँको बाँच्न गाह्रो जस्तै लाग्यो। मेरै मसँगै रुममा बस्ने साथीहरू चाहिँ एकजना त नेगेटिभ आयो, घरमा जानै सकेको छैन। उसले चाहिँ के भने, घरको भाडामा बस्ने मान्छे बिचरा, अनि साउले के भनेछ भने तिमी चाहिँ आउनु हुँदैन, तिमी अर्को ठाउँमा कोठा खोज, यस्तो खालको भनेछ। भनेपछि ऊ एकदम रोइरहेको थियो। अनि मैले उसलाई चाहिँ धेरै सम्झाएँ, तिमीले चाहिँ हतोत्साहित हुनु हुँदैन होइन। ठिकै छ, उहाँले चाहिँ रुम चेन्ज गर यताउति भन्नुहुन्छ भने टाइम त दिनु पर्यो नि। अहिले भर्खरै भन्ने बित्तिकै त हुँदैन रुम। त्यसले गर्दाखेरि अब उहाँले पनि बुझ्नु पर्यो होइन। त्यो त अब सबैजनाले भनिदिनुपर्छ यो कुरा चाहिँ। अब अरू जनासँग पनि कुरा गरेर भन्न लगाउनुहोस्। अनि तपाईँ किन हतोत्साहित हुनुभएको, तपाईँलाई नेगेटिभ आइसक्यो, तपाईँलाई एकदम हेल्दी हुनुहुन्छ, केही पनि छैन। त्यसले गर्दाखेरि तपाईँ चाहिँ नरुनुहोस्, तपाईँ चाहिँ एकदमै मनलाई दह्रो गर्नुहोस्, त्यसरी जानुहोस्। गएर तपाईँले चाहिँ ठिकै छ, रुममा चाहिँ पसेर सामान त निकाल्नु पर्यो। अब त्यहाँनिर सबै कुराहरू मिलाएर गर्नुहोस्, यस्तो नआत्तिनुहोस् भनेर मैले भनेको थिएँ। 2-3 जना त्यस्तो हुनुहुन्थ्यो होइन। अनि 1-2 जना फेरि कस्तो हुनुहुन्थ्यो भने अब नेगेटिभ नलिकन घरमा नआऊ,
त्यस्तो भन्नेहरू हुनुहुन्थ्यो अरे भनेर घरबेटीले त्यस्तो भन्नुभयो अरे। भनेपछि कतिजनालाई पीडा छ कि कतिजनालाई। मेरो त आफ्नो घर थियो र म सिधै मेरो आफ्नो छोरी लिन गएँ अनि म आएको थिएँ। अब यहाँ त कतिजनाको चाहिँ अब भाडामा बस्नुहुन्छ होइन, सबैजना अब एकै प्रकारको छैन। कसैले अब कस्तो कस्तो घरबेटी हुनुहुन्छ, कोही कस्तो घरबेटी हुनुहुन्छ। त्यसले गर्दाखेरि उहाँहरूले अब नेगेटिभ सोच्नेहरूले चाहिँ एकदम नेगेटिभै सोचेर बिचरा अब कोरोना लाए भन्दैमा उहाँलाई चाहिँ एकदमै अपहेलना गरेर उहाँहरूको मन चित्त दुखाउनु भएको छ। त्यसले गर्दाखेरि मलाई एकदमै नराम्रो लागेको थियो कि मैले चाहिँ त्यस्तो पनि देखेँ कि त्यहाँ। तर माहौलमा कस्तो छ भने तपाईँले हामी जे जस्तो कुरा गरे पनि हाम्रो एकजनालाई एउटा घरमा कोरोना लाग्यो भने त्यो घर बााउन्ड्री त्यो पुरै सिलै हुन्छ कि त्यो छिमेकीहरूले त्यो घर सिल नै गरिदिन्छ कि त्यस्तो खालको स्थिति छ। त्यसले गर्दा पनि फ्ल्यासमा नआएको, कोरोना भएको छ भनेर भन्नु नसकेको मान्छेहरूलाई त्यस्तो अवस्था छ। त्यसले गर्दा अब यो बुझ्न गाह्रो छ। जसलाई लागेको छैन उहाँहरूले बुझ्नुहुन्न कि गाह्रो छ। एक दुईजनाले बुझ्यो भने पनि अरूले बुझ्नुहुन्न। त्यसले गर्दाखेरि हामीले बुझाउने प्रयास त गर्छौँ, तर पनि उहाँहरूले नबुझ्देपछि के लाग्छ हाम्रो होइन। त्यसले गर्दाखेरि त्यस्तो नगरिदिनुहोस् प्लिज। किनभने कोरोना लागेको भन्ने बित्तिकै त्यो नराम्रो कुरा होइन। उहाँहरू सन्चो भएर आउनु भएपछि त उहाँहरूलाई त कमसेकम सम्मान गर्नुहोस्, राम्रोसँग गर्नु होइन। बरु उहाँहरूबाट के कस्तो हुँदो रहेछ भन्ने कुराहरू तपाईँहरूले जानकारी लिनुहोस् होइन। त्यसरी चाहिँ तपाईँहरूले गरिदिनु भयो भने हाम्रो माहौलमा सहज बन्न सक्छ भन्ने मलाई लाग्छ। त्यसले गर्दाखेरि यो कोरोना भयो भन्दैमा एकदम यो चाहिँ डरलाग्दो रोग होइन। तपाईँलाई ज्वरो आउने, रुगाखोकी लाग्ने त तपाईँलाई वर्षेनी हुन्थ्यो, पहिला पनि हुन्थ्यो। यो फ्लू हो, एक प्रकारको फ्लू हो। मैले चाहिँ यसैलाई अहिलेको यो संसारले अहिले कोरोना नाम दिएको होला जस्तो लाग्छ मलाई, मेरो विचारमा है। तपाईँले जति मान्छेहरू देख्नु भएको छ कसरी मर्यो भन्दा कोरोना लाएर, अनि उहाँलाई त्यो भन्दा उहाँको ब्याकग्राउन्ड सुन्न चाहन्छ, थाहा पाउन चाहन्छ। थाहा पाउँदाखेरि उहाँलाई चाहिँ डायबिटिज थियो होइन, किडनी फेल थियो, उहाँ अब डायलिसिस गरिरहेको थियो, एकदम दीर्घ रोगी थियो, यस्तो सुन्नमा आउँछ। कोही फेरि यङ हुनुहुन्छ, यङहरू पनि आस्थमा भएको, कोही अब डायबिटिज भएको, अनि कोही चाहिँ अब थाइराइड भएको, यस्तोहरू हुनुहुन्छ जो कोरोना भएर मर्नु भएको छ। उहाँहरू चाहिँ लगभग 99% चाहिँ पहिलाको बिमारीहरू भएको भएर उहाँहरू त्यसरी बित्नु भएको छ। त्यसले गर्दा यो कोरोना भन्ने एकदमै डरलाग्दो रोग चाहिँ होइन मेरो विचारमा। अनि हजुरहरूले चाहिँ जो पनि हुनुहुन्छ, रुगाखोकी ज्वरो आयो भन्दैन तपाईँ गएर तुरुन्तै गएर चेकअप गर्नु पनि हुँदैन जस्तो लाग्छ मेरो विचारमा। मलाई त त्यस्तो फिल छ। किनभने जाने बित्तिकै पोजिटिभ देखाउँछ, त्यो पोजिटिभ आउने बित्तिकै त्यो पोजिटिभले कस्तो दिमाग बनाउँछ भने तपाईँलाई त अब ओहो मलाई पनि अब म के हुन्छ होला, मलाई सास फेर्न गाह्रो हुन्छ होला, मलाई ज्वरो आउँछ होला, नभएको मान्छेलाई पनि त्यस्तो एकदम बडीमा गाह्रो हुन्छ होला कि फिलिङले गर्दा चाहिँ उसलाई चाहिँ बिमारी बनाउँछ नै कि त्यस्तो खालको स्थिति गर्छ। त्यसले गर्दाखेरि तपाईँलाई रुगाखोकी ज्वरो आयो भन्दैमा तपाईँ तुरुन्तै गएर चेक गर्नु चाहिँ हुँदैन जस्तो लाग्छ। तपाईँ घरमै औषधि पानी गर्नुहोस्, तपाईँ सिटामोल खानुहोस् होइन, तपाईँले बेसार पानी, अदुवा तपाईँको घरमै जति पनि छ यो औषधिहरू यिनी सबै मिसाएर पकाउनुहोस् अनि टाइममा पिउनुहोस्। अनि तपाईँ के भन्छ बाफ लिनुहोस् होइन, तपाईँ चाहिँ आराम गर्नुहोस्, तपाईँले फ्रुटहरू खानुहोस् टाइममा, तपाईँ अब खानेकुराहरू झोलिलो कुराहरू धेरै प्रशस्त खानुहोस्, तपाईँलाई निको हुन्छ। तपाईँ एकदम शङ्कै मान्नु पर्दैन। तपाईँ कोरोना भयो भनेर तपाईँ एकदम अनुहार बिगारेर तपाईँलाई ज्वरो आउने बित्तिकै, तपाईँलाई जिउ दुख्ने बित्तिकै तपाईँ गएर सिधै चेक गर्न चाहिँ नजानु होला प्लिज भन्छु म। तपाईँलाई घरमै बसेर पनि तपाईँले सिटामोल खाएर पनि, तपाईँको घरकै औषधि खाएर पनि तपाईँलाई निको हुन्छ। तपाईँ बरु पिरो चिल्लो अमिलो बढी खानु हुँदैन होइन, अनिद्रा हुनु हुँदैन। तपाईँ टाइममा सुत्नुहोस्, टाइममा उठ्नुहोस्, टाइममा खानुहोस्, तपाईँलाई एकदम राम्रो हुन्छ। त्यसले गर्दा यो रुगाखोकी भनेको त हाम्रो पहिल्यैदेखि आएको कुरा हो, अहिले त्यसैलाई कोरोना नाम दिएको हो जस्तो मलाई लाग्छ है। त्यसले गर्दा मैले आफूले फिल भएको कुराहरू मैले हजुरहरूलाई
पोखेको हो यो कुरा हजुर हजुर अवश्य भनेको पनि होइन। हजुरहरूले आत्तिनु पर्दैन, कोरोना भयो भनेर आत्तिनु पर्दैन। हजुर त्यसले गर्दा जेहोस् यही हो, हजुरले चाहिँ समुदायमा अब चाहिँ यही छ, हजुर तपाईँलाई मैले हजुर जस्तै कि भनिहालेँ। हजुरले अब जस्तै कि हेर्ने भने अब कोही पनि व्यक्ति चाहिँ आफै भित्रबाट कोरोना भाइरससँग लडेर अब निको त भएको छ, तर समाजसँग लड्न नसकेर फेरि उल्टै त्यही भाइरस भन्दा पनि ठुलो दुर्घटना पो निम्त्याउने हो कि भन्ने हजुरको चिन्ता होला। हजुर एकदमै हजुर मलाई चाहिँ त्यो लाग्छ। हजुर हजुर अनि त्यो पनि भयो भनेदेखि चाहिँ अब हजुरले चाहिँ जस्तै कि अब यो रोग थोरै मात्र आफूलाई गाह्रो हुँदाखेरि जचायो भने अब यो कोरोना भाइरस सङ्क्रमित भनेर होइन पोजिटिभ देखाउने बित्तिकै अब भएको मनोबल पनि घटाएर अझ रोगी चाहिँ होला कि भन्ने चिन्ताले बरु थोरै हुँदाखेरि घरमै बसेर उपचार गरौँ भनेर हजुरले सन्देश दिनुभयो। हजुर हजुर एकदमै त्यो मनोबल एकदम घट्ने चाहिँ एकदम सम्भावना 100% नै घट्छ मनोबल। किनभने कोरोना हुने बित्तिकै त मान्छेले कोरोना भनेर कोरोनाको त्यो नाम सुन्ने बित्तिकै मान्छेलाई एकदमै मनोबल घटिहाल्छ। अनि उहाँहरूले चाहिँ आत्मबल उहाँको घट्छ अनि उहाँहरूलाई चाहिँ नभइरहेको ज्वरो पनि आउँछ, नदुखेको जिउ पनि दुख्छ। यस्तै घटना भयो अहिले भर्खरै, यस्तै घटना भइरहेछ। मैले हाम्रै रिलेटिभमा यस्तो भइरहेछ। हजुरलाई यो कुरा चाहिँ सुनाउन मिल्छ भने म सुनाउँछु होइन। हजुर हजुर कस्तो कस्तो भन्नाले? हजुर यस्तो भइरहेछ कि उहाँको मम्मी चाहिँ दीर्घ रोगी हुनुहुन्थ्यो। 8 दिन उहाँलाई चाहिँ रुगा खोकी ज्वरो आयो। पहिलो दिनमै गएर चेक गर्नुभयो। चेक गर्दाखेरि चेक गर्नुभन्दा अहिले त के छ भने हस्पिटलमा गएपछि उहाँको चाहिँ जुनसुकै रोग होस् तर उहाँलाई चाहिँ स्टार्टिङमा पिसिआर गराउने त्यो चलन छ। जुन ठाउँमा गए पनि अब अरूहरू चेक गर्नुहुन्न, उहाँहरूले पिसिआरै गराउनुहुन्छ पहिला। पिसिआर गराएपछि उहाँलाई चाहिँ नेगेटिभ आयो भने त ठिकै छ, अरूहरू चेक हुँदै गर्छ। पोजिटिभ आयो भने चाहिँ उहाँलाई चाहिँ अरू चेक हुँदैन अनि उहाँ आइसोलेसनमा बस्नुपर्ने हुन्छ। उहाँलाई त्यो निको भएपछि फेरि अर्कोचोटि चेक गरेपछि त्यो चेक गर्दासम्म त उहाँ चाहिँ गइसक्नुहुन्छ कि यस्तो खालको छ स्थिति होइन। त्यसले गर्दा मेरो एकजना रिलेटिभ पनि त्यस्तै हुनुभयो यसै पालि है। 8 दिन चेक गरेको अर्को दिनमा कोरोना पोजिटिभ आयो। त्यसपछि उहाँलाई चाहिँ त्यो हस्पिटलबाट घरमा लगियो। घरमा लगेपछि अक्सिजन पनि दिने अनि सबै कुरा भयो घरमै है। उहाँलाई चाहिँ कोरोना पोजिटिभ भन्ने बित्तिकै उहाँलाई एकदमै उहाँ चाहिँ ज्वरो झनै बढ्यो, सबै कुरा बढ्यो। त्यस्तो हुँदाहुँदै चाहिँ उहाँलाई चाहिँ एकदमै गाह्रो भयो। गाह्रो भएपछि दिनदिनै गाह्रो हुँदै गयो अनि कति 7औं दिनमा उहाँलाई चाहिँ हस्पिटल लग्यो होइन। हस्पिटल लगेपछि हाफ आवर गएको हाफ आवरमा उहाँ चाहिँ एक्सपायर हुनुभयो कि। एक्सपायर हुनुभयो अनि हामीले चाहिँ चिराउँदै नचिताएको कुरा। उहाँ चाहिँ त्यसरी छिटै नै बित्नुहुन्छ जस्तो लाग्दैन थियो हामीलाई। त्यसरी बित्नुभयो। उहाँको आफ्नो छोरी ज्वाइँलाई पनि अब उहाँहरू छोरी ज्वाइँले नै उहाँलाई धेरै राम्रो केयर गर्नुभएको अनि त्यसले गर्दा छोरी ज्वाइँको पनि चेक गर्नु पर्यो। चेक गर्ने क्रममा छोरी ज्वाइँहरूलाई चाहिँ आएर आइसोलेसनमा बस्नुभयो उहाँहरू। बसेपछि अनि 6 दिनको दिनमा चेक भयो। चेक हुँदा ज्वाइँको चाहिँ नेगेटिभ आयो, छोरीको चाहिँ पोजिटिभ आयो। छोरीको पोजिटिभ आएपछि जब 6 दिनसम्म चाहिँ छोरी चाहिँ सबै कुरा ठिक थियो। उहाँलाई चाहिँ सबै ठाउँबाट फोन आउने अनि फोन आएपछि मम्मी बित्नु भएको एकदमै रुनी गर्नुभयो होइन, धेरै रुनी अनि खानाहरू नि कम खाने गरिराख्नु भएको थियो। तैपनि उहाँलाई चाहिँ स्वास्थ्य चाहिँ थियो कि अब ज्वरो आएको थिएन, जिउहरू दुख्ने यताउति केही भएको थिएन। जब पिसिआर चेक भयो, चेक भएको 6 दिनको दिनमा चेक भएपछि 7औं दिनमा चाहिँ उहाँलाई पोजिटिभ आयो। 7औं दिनमा पोजिटिभ आइसकेपछि उहाँको बेलुकीदेखि नै उहाँलाई ज्वरो आयो, जिउ दुख्यो है, सास फेर्न गाह्रो भयो, सबै कुरा भयो। त्यो कसरी भयो होला भन्दा मैले भने नि जसरी पहिला राम्रै हेल्दी मान्छे पनि कोरोना पोजिटिभ आएपछि उहाँलाई चाहिँ आत्मबल घट्यो होइन। उहाँलाई चाहिँ एक त मम्मी त्यही कोरोना भएरै बित्नु भएको उहाँले चाहिँ त्यो सम्झिरहनु भएको छ। त्यसमाथि पनि उहाँलाई फेरि कोरोना पोजिटिभ आएपछि उहाँले एकदमै धेरै उहाँ चाहिँ हतोत्साहित हुनुभयो। त्यसरी चाहिँ उहाँलाई चाहिँ कोरोना पोजिटिभ देखिएपछि उहाँलाई पुरा ज्वरो आउने, 3 दिनसम्म ज्वरो आयो, जाती भएन अनि टेकुमा लिएर अहिले चाहिँ ठिक भइरहेको छ भन्ने मैले सुनेको छु होइन। तर यसरी आत्मबल घटाउँछ कि यो कोरोना भन्ने पोजिटिभ भन्ने शब्दले मान्छेलाई एकदमै नराम्रो असर गर्छ जस्तो लाग्यो मलाई। मेरो रिलेटिभको मैले
सबै कुराहरू सुन्दा मैले फोनबाटै कुरा गरेर जानकारी लिएको। म उहाँ पनि हामी कोही पनि गएको छैन, किनभने यस्तो बेलामा जानु पनि हुँदैन भनेर हामी गएकै छैनौँ। तर उहाँ चाहिँ पोजिटिभ आएर टेकुमा लिएको आज 3 दिन भयो भन्दै हुनुहुन्थ्यो होइन। अहिले चाहिँ जियोस् अलिक राम्रो भएको छ अरे भन्ने सुनेको छु, तर हामी चाहिँ जान सकिरहेको छैनौँ होइन। अब त्यसले गर्दाखेरि यति नराम्रो शब्द भयो कि अहिले सबैभन्दा मलाई कस्तो लाग्छ भने मलाई यो नेवा एफएमबाटै म भन्न चाहन्छु, यो रिङटोन पनि हटाइयोस् जस्तो लाग्छ मलाई होइन। यो रिङटोनमा तपाईँको जुन यो कोरोना पोजिटिभ यस्तो यो हात धुनुपर्छ यस्तो यस्तो भनेर भन्नुभयो नि, अहिलेसम्म त सुनिरहनु भएको छ सबैजनाले, सबैजनालाई थाहा भइसक्यो हात धुनुहुन्छ, उहाँ सरसफाइ गर्नुहुन्छ, सबै गर्नुहुन्छ, आफ्नो लागि त सबैजनाले गर्नुहुन्छ। त्यसले गर्दा यो रिङटोन पनि हटाउनु भयो भने एकदमै राम्रो हुन्थ्यो जस्तो मलाई लागिरहेको छ। मान्छेको मनोबल घटाउने भयो यसले गर्दाखेरि होइन, थोरै भए पनि अझ आफ्नो आत्मबल बढोस् भनेर हजुरले भन्न चाहनु भएको कुरा। हजुर 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 हजुर। अनि दिदी हजुरसँग मैले अरू कुरा पनि जोड्न चाहेँ, जस्तै कि अब हजुरको परिवारमा चाहिँ कोरोना सङ्क्रमित भनेर चाहिँ यो पोजिटिभ चाहिँ कसैलाई देखाइएन, तर हजुरलाई देखाइयो भने पक्कै पनि हजुरले योभन्दा अगाडि केही न केही फिल्डमा काम गर्नुहुन्थ्यो होला, धेरै माहौल भएको त्यो ठाउँमा जानुभएको थियो होला। वास्तवमा यो हुनुभन्दा अगाडि चाहिँ हजुर चाहिँ केमा आबद्ध हुनुहुन्थ्यो, के गर्नुहुन्थ्यो हजुर? मेरो सानो बिजनेस छ होइन, सानो म होटेल व्यवसाय गर्छु सानो। हजुर। त्यहाँ चाहिँ अब नजिकै अब हस्पिटलहरू पनि भएको भएर त्यहाँनिर कोरोनाको बिरामीहरू पनि हुनुहुन्छ होइन। अनि मेरो होटेल व्यवसाय अब गेस्टहरू आउनुहुन्छ, अनि अब मैले लगाउनु त मैले मास्क पनि लगाएको छु, हातमा सेनिटाइजर पनि गरेको छु होइन। अनि गेस्टहरूले पनि गर्नुभएको छ, तर पनि अब कहाँदेखि सर्यो मलाई यहीँबाट सर्यो भन्ने मलाई थाहै भएन। अब म त सब्जी तरकारी किन्नु पनि गइरहन्थेँ होइन, म सपिङको लागि पनि जान्छु, मेरो सानो व्यवसाय छ त्यहाँ पनि जान्छु। अनि फेरि घरको अब यताउति चाहिने सामानहरू यताउति किनमेल गर्न पनि जान्छु, आफन्तहरूकोमा पनि म हल्का फुल्का गइरहन्थेँ। अब कहाँ यहीँबाट सर्यो भन्ने मलाई एकदमै थाहै भएन हजुर। त्यसले गर्दाखेरि हजुर अब कहाँबाट सर्यो थाहै छैन मलाई। हजुर त्यही त जे होस्, हजुर चाहिँ अब सानो व्यवसाय चाहिँ गर्नु हुँदो रहेछ। हजुर। भनेपछि अनि अहिले यो लकडाउन अनि त्यसमा पनि अब आफू एउटा कोरोना सङ्क्रमित भएर यसरी बिरामी भएर भर्खरै भएको छ, यो अवस्थामा हजुरको व्यापार व्यवसाय चाहिँ कस्तो भइरहेको छ, थोरै बताइदिनुहोस् न। हजुर व्यापार व्यवसाय त अब म बिरामी हुने टाइममा त लकडाउनै थियो होइन, लकडाउन थियो, बन्द थियो हाम्रो रेस्टुरेन्ट है। अहिले त 1 गतेदेखि खुले पनि कस्तो भने गेस्टहरू आउनु भएको छैन, एकदम कम मात्रामा आउनुहुन्छ है। अनि हामीलाई कस्तो लाग्छ भने हामी घरको भाडा नि कसरी तिर्ने जस्तो लाग्छ है, एकदमै गाह्रो छ। जसको आफ्नो घर छ उहाँहरूले त अब सजिलै हुन्छ, उहाँहरूलाई त केही फरक पर्दैन। जसको आफ्नो घर छैन अर्काको घरमा हामीले भाडामा हामीले रेस्टुरेन्ट चलाइरहेको छौँ, हामीलाई त धेरै गाह्रो छ। हामी धेरै कुरा चाहिँ गरिरहेको छौँ हामीले साउजीसँग होइन, साउजीले चाहिँ दिने नदिने उहाँको कुरा हुन्छ। 1 महिनाको त छोड्नु भयो, तर पनि हाम्रो 3 महिना पुरा बन्द भयो पहिला, अहिले पनि 1 महिना पुरा बन्द भयो, हामी चलाउनै पाएन होइन। नचलाएको पनि हामीले सबै भाडा पे गर्नु पर्यो। यस्तो हेर्दा त तपाईँको एकदमै गाह्रो छ स्थिति है। अब कुनै व्यापारै छैन, तपाईँको हस्पिटलतिर बस्नुहुने डक्टरहरू स्टाफहरू सबैजना अब उतैतिर के भन्छ त्यहीँनिरको क्यान्टिनमा बनाएर खाने गर्नुहुन्छ अरे भन्ने सुन्छु है। त्यसले गर्दाखेरि अब रेस्टुरेन्ट होटेलहरूतिर आउनुहुन्न। हाम्रो त वरिपरि अरू बाहिरको गेस्टहरू कमै आउनुहुन्छ, हामी चाहिँ उतै के भन्छ हस्पिटलकै जस्तो हो हाम्रो सबैजना गेस्टहरू, कुरुवाहरू अनि डक्टर नर्सहरू हुनुहुन्छ हाम्रो गेस्ट भनेको। तर अहिले यो कोरोनाको अवस्थामा चाहिँ कोही पनि त्यस्तो पहिला जस्तो आउनुहुन्न है। तैपनि अलिअलि चलिरहेछ, साह्रै धेरै राम्रो चलेको छैन। व्यवसायहरूलाई त धेरै गाह्रो छ हजुर, होटेल व्यवसायमालाई धेरै गाह्रो छ। तपाईँको अहिले यो खाद्यान्नमा राम्रो छ, अनि अब औषधि पसलहरू भयो यिनीहरूमा चाहिँ धेरै राम्रो छ।
होटेल व्यवसायलाई धेरै गाह्रो छ। तपाईँको होटेलमा काम गर्ने कामदारहरू पनि बिचरा तलबहरू दिन सकेको छैन। अब त्यसले गर्दाखेरि कोही त अब घटाउनु पर्ने स्थिति भएको भएर घर जानुहोस् भनेर भनिदिनु पर्ने स्थिति छ। तर हाम्रोमा त धेरैजना हुनुहुन्न, त्यसले गर्दा 3 जना हुनुहुन्छ। उहाँहरू चाहिँ पहिलेदेखि नै हामीले लकडाउनदेखि नै हाम्रै होटेलमै माथि रुममै उहाँहरूलाई व्यवस्था गरेर राखेको। त्यसले गर्दा उहाँहरूले नै गर्नुहुन्छ सबै कुरा। अहिले पनि उहाँहरू नै हुनुहुन्छ। त्यसले गर्दाखेरि यो व्यवसाय गर्नेहरूलाई धेरै असर गरेको छ हजुर। अब हाम्रोमा भइहाल्यो यस्तै अरू पनि धेरैजनाले हामीसँग कुरा गर्नुहुन्छ, हामी कुरा गर्छौँ एकअर्कामा। यस्तो एकदम धेरै गाह्रो भयो, हामी कसरी चलाउने होइन, अब कि छोड्नु पर्यो होइन, नभए अब यसलाई चलाउनुलाई त हामी कि 8-10 लाख हामीले माया मार्नु पर्यो। अब 8-10 लाख हामी घरबाटै राखेर भाडा तिरेर भए पनि चलाउनु पर्यो। त्यसले गर्दाखेरि हामी अब के गर्ने भनेर सोच्नै सकेको छैन। त्यस्तो स्थिति छ अहिले। दिदी अब हजुरसँग कुरा गर्दा गर्दै पनि यति धेरै हजुरले धेरै कुराहरू सेयरिङ गरिदिनु भयो, आफ्नो अनुभव अनि आफ्नो व्यवसायको विषयमा भनिदिनु भयो। भन्दा भन्दै पनि हाम्रो समय सकिन लागेको कारणले गर्दाखेरि हजुर छोटो मिठोमा मैले भन्न नसकेको, मैले सोध्न नसकेको अनि हजुरले भन्न बाँकी भएको त्यस्तो केही कुरा छ भने छोटो मिठोमा भनिदिनुहोस् न। हेलो हजुर हजुर सुनिराख्नु भएको छ नि मलाई? हजुर एकदमै सानो सुनेको छु, त्यसले गर्दा मैले भन्न खोजेको जस्तै कि अब हाम्रो समय चाहिँ अहिले सकिन लागेको कारणले गर्दाखेरि चाहिँ हैन हजुरलाई मैले सोध्न नसकेको अनि हजुरले भन्न चाहेको केही छुटेको छ भने छोटो मिठोमा भनिदिनुस् न भन्न खोजेको। हजुर अब त्यस्तो छ जस्तो त लाग्दैन, किनभने मैले जति पनि मनमा भएको कुराहरू बताइसकेँ, मलाई आफूलाई फिल भएको कुराहरू बताइसकेँ होइन। तैपनि अहिले यो कोरोनाले गर्दा धेरै मान्छेलाई हतोत्साहित गराएको छ। यसले गर्दाखेरि तपाईँहरूलाई कसैले पनि डर मान्नु पर्दैन। कोरोना भन्ने कुरा चाहिँ एकदमै नर्मल लिनुभयो हुन्छ। तपाईँहरू सेफ चाहिँ रहनुपर्छ, भिडभाडमा धेरै नगइदिनु होला। अनि त्यसपछि आएर तपाईँहरू धेरै काम पर्यो भने मात्रै बाहिर जानु होला, नभए घरभित्रै बस्नुभयो भने राम्रो हुन्छ। किनभने दिनहुँ कोरोनाको बिरामीहरू बढिरहेको सुन्नमा आउँछ होइन। त्यसले गर्दाखेरि भोलि के हुन्छ भन्ने थाहा हुँदैन। त्यसले गर्दा तपाईँहरू सबैजना सेफ रहनु होला। कोरोना लागे पोजिटिभ आयो भन्दैमा तपाईँहरू डर मानिहाल्नु पर्दैन, किनभने तपाईँहरूले सबै कुराहरू कोरोना पोजिटिभ आउने बित्तिकै तपाईँले अब सधैँ खानुभएको तातो पानी पिउनुहोस्, अनि तपाईँको बेसार पानीहरू बनाएर खानुहोस्, अब बाफ लिनुहोस् होइन। तपाईँ टाइममा सुत्नुहोस्, टाइममा उठ्नुहोस्, अनि तपाईँको टाइममा खानेकुराहरू खानुहोस्। त्यसो गऱ्यो भने तपाईँलाई सन्चो राम्रो हुन्छ होइन। अरू समग्रमा भन्नुपर्दा कोरोना भन्ने कुरा सुनेर तपाईँ एकदमै नडराउनु होला। एकदमै यो चाहिँ सधैँको जस्तै वर्षेनीको जस्तै फ्लू जस्तै लाग्छ मलाई। फ्लू भनेको रुगा खोकी ज्वरो चाहिँ सधैँ आउने हो। हामी दीर्घरोगी मान्छेहरू रुगा खोकी ज्वरो आयो भने चाहिँ ल अब रहँदैन भन्ने त पहिल्यैदेखि भनेको हो। रुगा खोकी लाग्दा पनि टाढा टाढा रहनुपर्छ भनेर पहिल्यैदेखि भनेको हो। त्यसले गर्दा हामीले चाहिँ कोरोना भन्ने नामले चाहिँ हामी चाहिँ त्रसित हुनु जरुरी लाग्दैन मलाई। त्यसले गर्दाखेरि धेरै सचेत चाहिँ रहनु होला, तर पनि डर चाहिँ पटक्कै नमान्नु होला। तपाईँलाई चाहिँ केही पनि हुँदैन। अवश्य पनि हजुरको यो सुझाव सन्देशलाई पक्कै पनि हाम्रो यहाँ श्रोताहरूले सुनिसक्नु भएको छ र पक्कै पनि जति पनि अहिलेसम्म कोरोना भाइरसको यो सङ्क्रमित भएका व्यक्तिहरूबाट धेरै टाढा रहेर होइन डराएर बसिरहेको अवस्थामा पक्कै पनि उहाँहरूले पनि यो जनचेतनाको रूपमा लिनु भएर उहाँहरूलाई गर्नुपर्ने व्यवहारमा परिवर्तन ल्याउनु हुनेछ भन्ने आशा गर्दछु। र हजुरले पनि यसरी आज हाम्रो नेवा एफएमको झिमिसा कार्यक्रमलाई यसरी 1 घण्टाको समय दिनुभयो र हजुरले आफ्नो सेयरिङहरू यसरी गरिदिनु भयो। हजुरलाई धेरै धेरै धन्यवाद छ दिदी। हजुरलाई पनि धेरै धेरै धन्यवाद। नेवा एफएमलाई पनि धेरै धेरै धन्यवाद, मलाई बोल्ने मौका दिनुभयो। हजुर हस् त, आज हजुरसँग हामी बिदा हुनेछौँ है त। हस् त, धन्यवाद, धेरै धेरै धन्यवाद छ हजुरलाई। थौया ज्याजोले सिक्पिन्स ठठे छिगु ज्याजो त पुमङ पन्जना दिए नीति न चितान योको सुभ्या देशासी अलितिर प्राविधिक रूप ज्याकुटी पाखे ग्वाले नचना दिम पासा सराना यातन सुभ्या देशासी जी अनिता यातन छिक्पिन गुन्ह अनिसा ब्याग उज ब्या दिस हजुर थौया त ब्या सुभ्या जेमा भ्या।